सो गाइज फेरि पनि आएँ म छोटो मिठो मिनी ब्लग बनाउँदै। यो चाहिँ मेरो दोस्रो चोटि हो होइन, बनाउन त मैले पहिल्यैदेखि बनाएको हो। अनि के हुँदैछ अलि चल्ली भन्दै म तल गएको त केडोले त पुरा चस्मा ढल्काउँदै बसिरहेको छ। दुबईको राजाले दिएको अरे यति दिरामको त्यति दिरामको भनेर मलाई पो भन्छ। मैले भन्छ त यो चाहिँ अब 20 दिरामको चस्मा मलाई के धाक्दिरा भन्यो। अनि त्यसपछि हो भनेर केटाले त पुरै चस्मा देखाएर पुरा पोज स्टाइलमा बसिरहेछ। अनि मैले भने यही साथी ड्युटी गएन भनेर भनेको त केटाले त पुरा चुरोट तानेर पो मलाई देखाउँछ। अनि त्यसपछि ल ठिकै छ भनेर फेरि म मार्केटतिर गएँ। मार्केटमा गएको त ओहो चिसो त कस्तो महँगो रहेछ। अनि मैले भने मसँग पैसा छैन हेर केटा, तिमीले तिर्नुपर्छ भने। अनि त्यसपछि केटाले त मसँग पैसा छैन भन्दै भाग्छ। अनि त्यसपछि मैले भने तैँले ल्याएको हो अब तै तिर्नुपर्छ भनेर त्यो चिसो मैले अगाडि राखेर म तलबाट निस्केँ। अनि चिसो खाँदै केटाहरूसँग गफ गर्दै बस्यो। अनि त्यसपछि तल गएको फेरि केटाहरू त चस्माकै कुरा गर्छ, यो चस्मा यति उति भनेर कुरा गर्छ। मैले भने ल हेरौँ न त तेरो चस्मा कतिको पावरको छ भनेर मैले चस्मा लगाएर बसेको त मलाई त कस्तो आन्दो आन्दो जस्तो फिल भयो। मलाई त कस्तो लाज लाग्यो चस्मा लगाएको त ओहो कस्तो आन्दो जस्तो देख्यो कि। अनि त्यसपछि त तेरो यो चस्मा मलाई काम लाग्दैन भनेर मैले फेरि त्यो चस्मा त्यसलाई फिर्ता दिएँ। अनि त्यसपछि साथी के गर्दैछ भनेर मैले उतातिर गएको त केटा त पुरा भनौँ न मुड अफ भएर पो बसिरहेको छु। मैले भनेको के भयो केटा भनेको, ए टेन्सन नगर्न मलाई पुरा मुड अफ भइरहेको छ अरे के। मैले सम्झाउन आएको मलाई उल्टो थर्काउँछ। आजभोलि त राम्रो गर्नेको भलाइ पनि छैन। मलाई त लास्टै रिस उठ्यो, तँ जेसुकै गर भनेर फेरि म त्यहाँबाट निस्केँ।